हेलो एन्ड नमस्ते सबैजनालाई। हजुरहरूलाई डिजिटल दीपक युट्युब च्यानलमा फेरि पनि स्वागत छ। आज चाहिँ हामी पेजमा रहेर कसरी हाम्रो टेक्स्टहरूलाई, इमेजहरूलाई र बटनहरूलाई कसरी एडिट गर्न सकिन्छ भनेर जान्न गइरहेका छौँ। विथआउट फर्दर डिले लेट्स गेट स्टार्टेड। आज हामी सर्वप्रथम के बनाउँछौँ भन्दा एबाउट पेजमा रहेको यो सेक्सनलाई कसरी बनाउने भनेर बुझ्न गइरहेका छौँ। त्योभन्दा अगाडि म तपाईँलाई कसरी यो बनाउन सकिन्छ भनेर डिस्क्राइब गर्नेछु। हामीसँग के हुन जरुरी छ भन्दाखेरि एउटा कन्टेनर हुन जरुरी छ, एउटा मेन कन्टेनर हुन जरुरी छ जसको नाम छ एम। र यो भित्र चाहिँ के छ भन्दाखेरि हामीसँग एउटा इमेज छ र इमेजलाई केमा राख्छौँ भन्दा यो सब कन्टेनरमा। र अर्को साइडमा के छ भन्दाखेरि हामीसँग अर्को पनि सब कन्टेनर छ र यसमा के छ भन्दाखेरि सुरुमा हामीसँग हेडिङ छ र हेडिङको तल के छ भन्दाखेरि प्याराग्राफ हुनसक्छ र प्याराग्राफको तल के हुनसक्छ भन्दाखेरि बटन हुनसक्छ। र हामीले यसरी यो सेक्सनलाई यो कोलमलाई यसरी बनाउन सकिन्छ र हामी चाहिँ प्र्याक्टिकल्ली गरौँ। र अब हामी सर्वप्रथम हाम्रो ब्याकएन्डको ड्यासबोर्डमा आइसकेपछि, यस्तो पेजमा आइसकेपछि, यो एबाउट सेक्सनको पेजमा आइसकेपछि हामी यो एबाउट सेक्सनमा आइसकेपछि सुरुमा तपाईँले यो इम्प्टी नै देख्नुहुनेछ यदि तपाईँले बनाउनु भएको छैन भने। र सुरुमा तपाईँले यस्तो खाले यो सेक्सन देख्नुहुनेछ र सुरुमा प्लस बटनमा जानुहोस् र फ्लेक्स बटनमा क्लिक गर्नुहोस्। हामीलाई के चाहिएको छ भन्दाखेरि यो कोलम चाहिएको छ, यसमा क्लिक गर्नुहोस्। र तपाईहरूले सुरुमा के गर्नुहोस् भन्दा अघि मैले बुझाए जस्तै हामीलाई के चाहिएको छ, सुरुमा मेन कन्टेनर चाहिएको छ र त्यसभित्र पनि दुईटा सब कन्टेनर चाहिएको छ। सुरुमा यसलाई सब कन्टेनर राख्नुहोस् र योभन्दा तल पनि अझै अर्को कन्टेनर चाहिएको छ, यसको तल राख्नुहोस्। हामीसँग भएको छ मेन कन्टेनर र यो भित्र रहेको सब कन्टेनर, यो पनि सब कन्टेनर। तर हामीलाई के चाहिएको छ, होरिजेन्टल चाहिएको छ। त्यस कारणले यहाँ डिरेक्सनमा के गर्नुहोस् भन्दा रो होरिजेन्टलमा क्लिक गरिदिनुहोस्। हामीले चाहिँ यसको स्ट्रक्चर चाहिँ बनाएका छौँ। सर्वप्रथम हामीले कुनै पनि वेबसाइट बनाउनको लागि एउटा मेन स्ट्रक्चर चाहिन्छ, त्यसैले हामीले यो स्ट्रक्चर तयार पार्यौँ। र हामीलाई के चाहिएको छ, यो सेक्सनमा यो कन्टेन्टमा इमेज चाहिएको छ, त्यसै कारणले हामी इमेजलाई चुज गर्छौँ। र अर्को सेक्सनमा के चाहिएको छ, यो रहेको छ हाम्रो हेडिङ। यो हाम्रो 9वटा डटमा क्लिक गर्नुहोस् र हामीलाई के चाहिएको छ, हेडिङ चाहिएको छ, यहाँ लगेर ड्र्याग एन्ड ड्रप गर्नुहोस्। फेरि हामीलाई के चाहिएको छ, प्याराग्राफ चाहिएको छ, टेक्स्ट एडिटर गरिदिनुहोस्, यसको तल लगेर राख्नुहोस्। फेरि हामीलाई के चाहिएको छ, अरू बटन राखेको छ र यसको तल चाहिँ बटन राखिदिनुहोस्। हाम्रो स्ट्रक्चर चाहिँ भएको छ र हामीलाई सुरुमा के चेन्ज गर्छौँ भन्दा यसको ब्याकग्राउन्ड कलर, यो 6वटा डटमा क्लिक गर्नुहोस् एडिट कन्टेनरमा, यसमा क्लिक गरेर स्टाइलमा गएर हामीलाई के चाहिएको, यो क्लासिकमा गएर हाम्रो कलर कुन हो भन्दाखेरि मैले आफ्नो कलर कोड चाहिँ यहाँ लेखेको छु, यसमा जान्छु र पेस्ट गरिदिन्छु र हाम्रो कलर पनि आइसकेको छ। र त्यसपछि हामीलाई के चाहिएको छ, इमेज, यसमा क्लिक गर्नुहोस् यो इमेज सेक्सनमा अनि चुज इमेज गरेर मैले मिडिया फाइलमै छ मेरो पिक्चर, यो चुज गरेँ, सेलेक्ट गर्नुहोस्। इमेज पनि आएको छ र हामीलाई हेडिङ सेक्सन चेन्ज गर्नु छ। हेडिङ सेक्सनमा अब तपाईँहरूले आफ्नो नाम लेख्नुहोस्। मैले चाहिँ यहाँ सबै सेभ गरेर राखेको छु र यो पनि आएको छ। र अर्को रहेको छ हाम्रो प्याराग्राफ रहेको छ, प्याराग्राफ पनि लेखेको छु मैले र यसमा क्लिक गरेर यता लेफ्ट ह्यान्ड साइडमा गएर पेस्ट गरिदिनुहोस्। र हाम्रो अब के को पालो आएको छ, बटनको पालो आएको छ। बटनलाई पनि क्लिक गर्नुहोस्, यता क्लिक गर्नुहोस्, यता गएर चेन्ज गर्नुहोस् बटनको नाम। र अब हामीलाई के चेन्ज गर्नु छ, यसको कलर चेन्ज गर्नु छ। यसमा जानुहोस्, स्टाइलमा जानुहोस् र हाम्रो कलर रहेको छ थिम कलर 9 र यता के छ, यहाँ हाम्रो चाहिँ अन्डरलाइन छ, यसको लागि टाइपोग्राफीमा जानुहोस् र हाम्रो यो फन्ट पनि के छ, माथिको पपिन्स रहेको छ र यसको चाहिँ के रहेको छ, डेकोरेसन। र डेकोरेसन के रहेको छ भन्दाखेरि अन्डरलाइन रहेको छ। र यसरी फर्स्ट पेज चाहिँ हामीले कम्प्लिट गऱ्यौँ। अब यसको रहेको छ प्याराग्राफको, यसमा क्लिक गर्नुहोस्, हामी स्टाइलमा जाउँ र यसको कलर पनि चेन्ज गरौँ
कलर पनि चेन्ज भएको छ। यसको फन्ट्स पनि चेन्ज गरिदिउँ। हाम्रो फन्ट्स रहेको छ पपिन्स, यसलाई पनि चेन्ज गरिदिउँ। र हाम्रो के रहेको छ अब हाम्रो यो बटनको रहेको छ। बटनमा गएर स्टाइलमा जानुहोस् र बटनको कलर कोड रहेको छ, यो रहेको छ बटन कलर कोड। र बटन कलर कोड पनि चेन्ज गरिदिन्छु। र हाम्रो अगाडि आइकन रहेको छ, त्यो आइकनलाई कसरी चेन्ज गर्ने भन्दाखेरि कन्टेन्टमा जानुहोस्। कन्टेन्टमा गइसकेपछि आइकन लाइब्रेरीमा क्लिक गरेर तपाईँहरूले सिम्पली डाउनलोड भन्ने टाइप गर्नुहोस् र यहाँ डाउनलोड आएको छ, इन्सर्ट गर्नुहोस् सेलेक्ट गरेर। यसरी हामीले माथिको जस्तै एबाउट सेक्सन बनाउन सक्छौँ। र केही कन्फ्युजन आए मलाई मेसेज गर्नु होला। थ्याङ्क यू फर द लेसन।